चितवनमा चाहिँ आज एक दिन पानी नपरेर यस्तो धेरै गर्मी भएको थियो कि अनि त्यही भएर हामी चाहिँ आज राति बजार गएको। राति पनि झन् लास्टै हपक्क भएर यस्तो गर्मी भएर बिजोक भयो। किन हो थाहा छ? आज चाहिँ चितवनको हाइएस्ट टेम्परेचर 33 डिग्रीसम्म पुगेको थियो कि आजको दिन चाहिँ लास्टै धेरै गर्मी भएको थियो। अनि आज चाहिँ बजार जान पर्ने थियो अनि त्यही भएर कति बेला अलि शीतल होला र जाम्ला भनेर दिनभरि हेरेर बस्दा घामै यस्तो विधि चर्को लागेको थियो कि आज चाहिँ मेरो चाहिँ बर्थडे आउन लाग्यो नि त अब। अनि त्यही भएर बहिनीले चाहिँ मलाई बर्थडे गिफ्ट किनिदिन्छु भनिरहेको थिएँ। अनि मैले चाहिँ त्यसलाई जे पाएँ त्यही नकिन्दै, मलाई जस्तो पाएँ त्यस्तै फेरि मन पर्दैन नि त केही चिज पनि। अनि त्यही भएर बहिनीले चाहिँ मलाई बरु तपाईँ पनि हिँड्नु दिदी अनि हामी सँगै गएर किनिदिन्छु म तपाईँलाई भनेर अनि आज मलाई बजार लगी बहिनीले। हामी चाहिँ बेलुकाको 5 बजेतिर बल्ल घरबाट निस्केर बजार गएको थियौँ। अनि सुरुमै चाहिँ हामी ओम नमः शिवाय कपडा पसलमा गयौँ। यो कपडा पसल चाहिँ पोखरा बस पार्क नजिकै छ। अनि त्यो चाहिँ मैले फेसबुकहरूमा देखिरहेको थिएँ कस्तो राम्रो राम्रो रिजनेबल प्राइसमा कपडाहरू पाइन्छ कि त्यहाँ। अनि गर्मीको लागि कपडा किनेँ त्यहाँबाट मैले र बहिनीले। अनि त्यसपछि यो क्यारी फोर स्टोरमा गएर त्यो चुरा किनिदिएँ कि मैले मम्मीको लागि। मलाई चाहिँ बर्थडे गिफ्टमा यो वान पिस किनिदिए बहिनीले चाहिँ। मलाई चाहिँ वान पिस लाउन मन लागेको थियो। यो चाहिँ राम्रो लागेर उसलाई पनि मलाई नि यही मन पर्यो। मेरो बहिनीले चाहिँ अनि दिदी मैले तपाईँलाई यत्रो महँगो गिफ्ट दिएछु तपाईँ पनि मलाई यस्तै दिनु है भन्दै मलाई सताइरहेको थियो। त्यसपछि त्यतिकैमा बजारमा 7 बजिसकेको थियो। सबै साँझ परेर पसलहरू बन्द गरिसकेको थियो अलिअलि चाहिँ। अनि हामी चाहिँ लास्टै गर्मी भएर अनि त्यहाँबाट चिसो पानी र अनि यो जुस मिल्क सेक किनेर खायौँ। अनि फेरि मम्मीले आफ्नो काम पनि दिनुभएको थियो कि हामीलाई यो गुन्द्री लिएर आइज है भन्नुभएको थियो। अनि यो खोजेर हामीले किन्यौँ। मम्मीको सामान पनि कति धेरै थियो त्यो किनेर अनि हामी चाहिँ हिँड्दै फेरि पोखरा बस पार्कसम्म पुग्यौँ। यस्तो अँध्यारो भइसकेको थियो गाडी पाउँदैन होला भनेर मलाई कस्तो पिर परिरहेको थियो कि। अनि लास्टमा चाहिँ अटो पाएँ अनि अटोले चाहिँ घरसम्मै ल्याइदिनु भयो धन्न। अनि मेरो चाहिँ अरू पनि यो स्किन केयरको सामानहरू सकेको भएर मैले यो अरू पनि किनेको थिएँ। यो किट्टीवाला काँटा चाहिँ कस्तो राम्रो के हेर्नु न, मेरो बहिनीले किनेकी त्यसलाई एकदम मन पर्यो रे। अनि यो फेरि स्किनको टिन्टेड सनस्क्रिनमा चाहिँ पछाडि यस्तो क्युआर हुन्छ, यो चाहिँ स्क्यान गरेर लिनु होला, फेरि फेक पर्न पनि सक्छ। नयाँ लुगा देखाएर नाचेका हेर्नु न।